एउटा सिधा केटाले एउटा केटीलाई मन पराइदैछ तर सिधा केटाको साथी रहेछ अनि साथीले भनेछ त्यो केटालाई त्यो केटीलाई प्रपोज नगर राम्रो छैन त्यो केटाले भनेछ हैन हैन म प्रपोज गर्छु त्यो केटीले मलाई मन पराउँछिन् अनि म पनि त्यो केटीलाई मन पराउँछु अनि आज चाहिँ म गएर प्रपोज गर्छु उले भनेछ अनि साथीको बल्ल ल त गएर चाख्न भनेछ अनि त्यो केटाले प्रपोज गरेर फर्किँदाखेरि साथीको टाउको तल झुन्डेको रहेछ त्यति बेला साथीले सोधेछ त्यो केटीले तँलाई के दियो प्रपोज गरेर त्यो केटाले भनेछ सिधा केटाले के दिनु नि प्रपोज गरे त्यो केटीले मलाई मायाले फुलले हिर्कायो भनेर अनि साथीको पाला भनेछ फुलले हिर्कायो भने तेरो अनुहारमा किन चाहिँ घाउ छ भने अनि सिधा केटाको रिप्लाई सुन्नुहोस् त्यो फुलसँग गमला पनि थियो अरे प्रिय तपाईलाई थाहा छ तपाईले पनि माया जिन्दगीमा खोज्दै हुनुहुन्छ होला तर तपाईले सोच्नुहुन्छ होला मेरो जीवनमा शान्ति आनन्द खुशी र माया मात्र म पाउँछु त्यो अपोजिट सेक्सबाट सायद त्यो केटी या केटाबाट तर तपाईले जस्तो तपाईले सोच्नु भएको थियो त्यस्तो सायद नभएको होला तपाईको जीवनमा प्रिय म देख्छु मेरो जीवनमा पनि अनि धेरै भाइ बहिनीहरू देख्छु जसले यो सम्बन्धमा उनीहरूको जीवनमा त्यति राम्रो नभएको म देख्छु अन्तमा उनीहरू रुएको देख्छु अन्तमा उनीहरूको हृदय व्याकुल र टुटेको म देख्छु तपाईलाई थाहा छ म बाइबलबाट एउटा शब्द बोल्नु गइरहेको छु रुथको किताबमा रुथ 1 अध्यायको 14 मा तपाईले पाउनुहुन्छ and again they wept together and Orpah kissed her mother-in-law goodbye but Ruth clung tightly to Naomi Naomi भने एउटा सासु आमा थिइन् उसको दुईजना बुहारी तर दुईजना बुहारी भए तापनि दुईजना छोरा चाहिँ मरेको थियो त्यही कारणले गर्दाखेरि नाओमीले आफ्नो दुईजना बुहारीलाई भन्छिन् तिमीहरू जाऊ आफ्नो आफ्नो देशमा फर्क किनभने म तिमीहरूको लागि अर्को छोरा जन्माएर दिन सक्दिन दुईजना बुहारी मध्येमा एकजना बुहारी जसको नाम चाहिँ ओर्पा थिइन् उले आफ्नो सासु आमाको उपस्थितिमा रोइन् अनि चुम्बन गरिन् तर सासु आमालाई उले छोडेर गइन् प्रिय म तपाईलाई भन्न चाहन्छु यो संसारमा धेरै मानिसहरू तपाईले पाउनुहुन्छ जो चाहिँ तपाईको उपस्थितिमा रुन्छन् पनि तपाईलाई किस पनि गर्छन् उनीहरूले तपाईलाई चुम्बन गर्छन् हजार पल्ट भन्छन् म तिमीलाई माया गर्छु तिमी बिना म बाँच्न सक्दिन तर जब समय आउँछ नि उनीले तपाईलाई धोका दिएर उनीहरू आफ्नो बाटो लागिहाल्छ प्रिय बाइबलमा दुईटा व्यक्ति तपाईले पाउनुहुन्छ यो ओर्पाले पनि आफ्नो सासु आमालाई चुम्बन गरेको छिन् अनि प्रिय तपाईले पाउनुहुन्छ यीशु ख्रीष्टको आफ्नो चेला यहुदा इस्करियोतले पनि यीशुलाई चुम्बन गरेको छ प्रिय अन्तमा 30 चाँदीको टुक्रामा आफ्नै परमेश्वर प्रभु येशूलाई बेचेको छ प्रिय म तपाईलाई भन्न चाहन्छु कसले तपाईलाई आई लभ यु भन्दै किस गर्छ भन्ने बित्तिकै तपाई मोहित नबन्नुहोस् होला अर्को शब्दमा तपाईले आफ्नो हृदय नदिनुहोस् प्रिय समयले मात्र सत्य बताउँछ तर प्रिय तपाईलाई थाहा छ रुथको विषयमा तपाईले पढ्दाखेरि पाउनुहुन्छ न त रुथले आफ्नो सासु आमालाई चुम्बन गरेको छिन् न त रुथ रुएको छन् तर रुथले के भन्छिन् भने 16 पदमा भन्छ सुन्नुहोस् है रुथ 1 अध्यायको 16 पदमा but Ruth replied don't ask me to leave you and turn back wherever you go I'll go wherever you leave I'll leave your people will be my people and your God will be my God यो रुथले के भन्छ भने सासु आमा मलाई छोडेर जानु नभन्नुहोस् तपाई जहाँ जानुहुन्छ म त्यही जाने छु तपाई जहाँ जिउनुहुन्छ म त्यही जिउने छु तपाईको मानिस मेरो मानिस हुनेछ तपाईको परमेश्वर मेरो परमेश्वर हुनेछ अनि 17 ले भन्छ wherever you die I will die and there I will be buried भन्छ may the Lord punish me severely if I allow anything but death to separate us अनि रुथले के भन्छन् भने यहाँ बुझ्छ तपाई जहाँ मर्नुहुन्छ म त्यही मर्छु खाली जबसम्म मृत्युले हामीलाई अलग गर्दैन तबसम्म हामी एक दुसरामा विश्वासी हुनेको विषयमा हामी देख्छौं यहाँ प्रिय तपाईलाई थाहा छ यो संसारमा यो फ्रेस छ नि आई लभ यु भने भाइयो बहिनीयो मजाले सुन्नुहोस् है इट्स भेरी इजी टु से आई लभ यु साच्चै भनेको त्यो मूर्खले पनि भन्नु सक्छ आई लभ यु भनेर तर प्रिय हजार पल्ट आई लभ यु भने तापनि अनि प्रिय फोनमा ह्याङ आउट भए तापनि ट्विटर भयो फेसबुक भयो या तपाईले इमेल पाउनुहुन्छ तर त्यो कुराले तपाई नबग्नुहोस् प्रिय
किनभने असलमा तपाईले जीवन साथी पाउनु छ भने, असलमा तपाईले जीवन साथीको गुण देख्नु छ भने रुथलाई हेर्नुहोस्। न त रुथले चुम्बन गरेको छिन्, न त रुथ रुएको छिन्, न रुथले आफ्नो सासु आमाले किस गरेको छिन्, तर रुथले के भन्छन् भने जहाँ तपाईँ मर्नुहुन्छ म त्यही मर्नेछु, जहाँ तपाईँ जानुहुन्छ म त्यही जानेछु, तपाईँको मानिस मेरो मानिस हुनेछ, तपाईँको परमेश्वर मेरो परमेश्वर हुनेछ। प्रिय तपाईँलाई थाहा छ यदि हामीले असल जोडी परमप्रभुबाट पाएको छैनौँ भने प्रिय हामी सर्टनली धोकामा पर्छौँ। अब तपाईँले भन्नुहुन्छ होला अहिले त मोडर्न जमानामा हामी छौँ, एक दुसरालाई चिन्नु पर्यो, जान्नु पर्यो, हाम्रो टाइपको हुनु पर्यो, पर्सनालिटी म्याच हुनु पर्यो, ड्रेसिङ राम्रो हुनु पर्यो, ओके, पढेको हुनु पर्यो, इङ्ग्लिस फरर बोल्ने हुनु पर्यो, सो एन्ड सो तपाईँको आफ्नो क्राइटेरिया होला। तर म तपाईँलाई भन्न चाहन्छु प्रिय असल विवाहमा हृदय शुद्ध हुनुपर्छ, अरू कुरा आफै सिक्छन्। प्रिय यो संसारमा कसैले पनि इङ्ग्लिस सिकेर आएको हुँदैन, पछि आफै सिक्छन्। यो संसारमा कसैले पनि ड्रेसअप सिकेर आएको हुँदैन प्रिय, आफै सिक्छन् प्रिय। तर म